पत्रकारले लुटेको कुरा बाहिर ल्याएपछि जनतामा नङ्गिन्छन् अनि त्यो गर्नुभन्दा पत्रकारलाई चाहिँ पक्राउ गर्ने थुन्ने कुट्ने बोल्न पाइँदैन थियो भने गणतन्त्र आएको कति सालमा 64 मा त्यहाँभन्दा अगाडि टेलिभिजन थिएन नि यो देशमा पत्रिका थिएनन् रेडियो थिएनन् नेपाल टेलिभिजनको स्थापना 65 सालमा भएको हो कि 2042 43 44 मा भएको ल भन्नुस् न रेडियो नेपाल प्रचण्डजीले स्थापना गरिदिएको हो ल भन्नुस् त एफएमहरु उहाँले स्थापना गर्दै आयो कान्तिपुर भन्ने पत्रिका पनि तपाईको यिनीहरूले स्थापना गर्दै आयो राजाकै पालामा बन्या हो त यो गलत भाष्य निर्माण गरे हो गणतन्त्रले के दियो भनिरहँदा बोल्ने दियो अधिकार दियो भनिरहँदा आज मात्रै वरिष्ठ पत्रकार दिलभूषण पाठकमाथि एउटा समाचार लेखेकै आधारमा पक्राउ पूर्ति जारी भएको छ हिल्टन होटलको विषय हो यसलाई कसरी हेर्नु भएको छ यो पत्रकारमाथिको पछिल्लो समयको गणतन्त्रमा बोल्न चाहिँ पाइन्छ भन्ने कुरा चाहिँ तपाईको होला तर सत्य होइन कि झुटो बोल्न पाइन्छ भन्ने एउटा छाडा बोल्न पाइन्छ भन्ने स्थापित गर्न खोजे हो यिनीहरूले बोल्न पाइँदैन थियो भने गणतन्त्र आएको कति सालमा 64 मा त्यहाँभन्दा अगाडि टेलिभिजन थिएन नि यो देशमा पत्रिका थिएनन् रेडियो थिएनन् नेपाल टेलिभिजनको स्थापना 65 सालमा भएको हो कि 2042 43 44 मा भएको ल भन्नुस् न रेडियो नेपाल प्रचण्डजीले स्थापना गरिदिएको हो ल भन्नुस् त एफएमहरु उहाँले स्थापना गर्दै आयो कान्तिपुर भन्ने पत्रिका पनि तपाईको यिनीहरूले स्थापना गर्दै आयो राजाकै पालामा बन्या हो त यो गलत भाष्य निर्माण गरे हो के थियो भनेपछि जे मन लाग्यो त्यही गर्न पाइँदैन थियो जस्तै अहिले तपाईले गलत सूचनाहरू सार्वजनिक गर्न पाइएन हैन त्यतिखेर अर्को कुरा राष्ट्रियतामा जस्तै यो देशलाई माटो गर्ने धर्म संस्कार मास्छु भन्न पाइँदैन थियो अहिले खुलमखुला आज हेर्नुस् त हाम्रो गौमाता राष्ट्रिय जनावरलाई काटेर मारेर टिकटकमा भिडियो हालेको छ सरकारले कारबाही गरेको छ यस्तो गर्न पाइन्छ के नेपालको संविधानले यो अधिकार दिन्छ नेपालको संविधानले त गौमाता त हिन्दूहरूको पवित्र माता मात्र होइन गौमाता त यो नेपालको राष्ट्रिय जनावर पनि हो नि त त्यो मार्न पाउने अधिकार त नेपालको संविधानले वर्जित गरेको छ नि तर आज टिकटकमा मारेर हालेर हिँडेको छ गृहमन्त्री रमिता हेरेर बसेको छ सरकार रमिता हेरेर बस्छ कि यही हो छाडातन्त्र भन्छ यसलाई त्यो भएर गणतन्त्रमा बोल्न पाइन्छ भन्ने होइन गणतन्त्रमा नेताको चाकडी गर्न पाइन्छ जनताको कुरा उठाउन पाइँदैन सञ्चार माध्यममाथि सञ्चारकर्मीमाथि बेला बेलाको धरपकडलाई चाहिँ यो किन यति धेरै आत्तिने अवस्था यति धेरै डराउने अवस्था आयो सञ्चारकर्मीसँग त त्यस्तो कुरा गर्नुहुन्छ